तेरे साथ जी मैं पीछे नहीं हटूंगा तू भरोसा रखना बस समीर त ऊ ठाडो परे बसिरहेछ तारा बिहानीको कामसँगै गाउँघर यस्तो छ है यस्तो छ गाउँघर ऊ त्यो देखिरहेको झोलङ्गे पुल छ नि होइन त्यो पुलबाट चाहिँ हामी त्यो पार गर्छौँ हामी अहिले हामी त्यहाँसम्म पनि देखाउँछु होइन मेन नुवाकोटको राइड कस्तो हुँदैछ आज के बोले के बोले के छ थाहा बोले एडिटिङ हान्दैछु मान्छे हान्न नसकेर युट्युब च्यानल छ क्या तपाईको बजार चाहिँ बेच्न ल्याइसक्यो त्यसले त अब होइन यहाँ पनि छ अलिकति ल हामी चाहिँ अब यसो नुवाकोटबाट चाहिँ हामी अब यस्तो दाइको घरबाट चाहिँ हामी खानासाना पनि खाइसक्यौँ टक्क लगाएर हामी अब निस्किन लागेको हामी होइन केटाहरू त रेडी हुँदैछ ल कस्तो हुँदा म्या नानी सब ठिक छ है पुरै बाइक उतारेर ट्राकको ठेला उठिसक्यो भन्ने पेट्रोल पनि रहेछ कि यहाँ यता चाहिँ मेरो बाइक अब हामी चाहिँ त्यो पर देखिरहेको झोलङ्गे पुल तर्न चाहिँ लागेको छु हामी यसो नयाँ राइड गर्न लागिरहेको छु होइन हामी चाहिँ यसो यहाँबाट चाहिँ छिटो धार्के पुग्छ अरे होइन त्यही भएर नुवाकोटबाट चाहिँ त्यही भएर हामी यसो झोलङ्गे पुलबाट यसो तर्न लागिरहेको छु झोलङ्गे पुलको पनि कहिले काहीँ यस्तो मजा लिनु पऱ्यो आमा के यस्तो बिहान ल साइज केही छैन त आमा के यस्तो यार ल ल ल त्यही गरी डबल ल तिराउ कस्तो हुँदैछ राइड तिनीहरू सिङ्गल छ क्या खोलाएर खोला भएको सुरुवाती के हो आमा चलेर नहेरौँ चलेर लास्ट डर लाग्यो यार फाइनल्ली यो पुल नुवाकोट र होइन नुवाकोट र धादिङको सिमानाको पुल रहेछ यो चाहिँ फाइनल्ली हामी पुल कट्यो आजको बाटो ठिकै यो जङ्गलतिर कराएको चरा चाहिँ हाम्रो गाउँको भाले हो भाले प्योर लोकल भाले हाम्रो गाउँको अर्ना भैँसी मिर्ग
जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।